गुड मर्निङ एभ्रिवान। आज सोमबार चाहिँ सिलगढीमा स्ट्राइक छ आज यहाँ, त्यसले गर्दा अफिस पनि छुट्टी। अन्त यसो सोचे होइन आज किन टाइम वेस्ट गर्नु, त बुढी र म सल्लाह गरेर आज त्यो बेड चेन्ज गरौँ, अब हामी भुइँमा ओछ्यान लगाऊँ भन्यो नि त। त्यसले गर्दा हामीले प्रोफाइल खोज्नु निस्केको थिएँ कहीँ खुला छ कि भनेर, तर खै यहाँ त एउटा दोकान पनि खुला छैन। चम्पासरी मोडदेखि देवीडाङ्गा सबै हेरिसकेँ, एउटा दोकान खुला छैन। स्ट्राइक चाहिँ कडै भएको रहेछ आज। खालि मेडिसिन दोकान र एटिएम मात्रै खुला छ, केही छैन। अब एकपल्ट मिलन मोड पनि गएर हेर्छु, त्यहाँ पनि खुला छ कि। प्रोफाइल त्यहाँ पाउँछ होला हौ त्यहाँ पनि। यो मिलन मोड पनि खै स्ट्राइकमा एउटा पान दोकानदारी पनि खुला छैन मिलन मोडमा, छ्यापछुप छ। आम्बो हो, एउटा दोकान खुला छैन हौ। खै हामीले चाहिँ यो अस्तिदेखि अब नानी 7 महिना पुग्यो, बामे सर्नु थालेको छ। अब लड्छ, बेडबाट लड्ने डर अब, किनभने घरमा कोही बेला नानी सुतिरहेको हुन्छ, हामी बाहिर किचनतिर या सिटिङ रुममा हुन्छ। इनकेस अब नानी उठेर बामे सरेर लडिपठायो भने ठुलो एक्सिडेन्ट हुन्छ भनेर चाहिँ सल्लाह गरेको। अनि त्यसले गर्दा चाहिँ होइन, बेड हटाउनुपर्छ, भुइँमा ओछ्यान लाउनुपर्छ, अब साह्रो पर्छ नभए भोलि पछि ठुलो क्षति हुन्छ भन्यो नि त। अस्तिदेखि सल्लाह गरेको हामी बुढाबुढीको, तर अब म पनि बिजी भएर टाइम नपाएको। तर धन्न आज स्ट्राइक भयो चाहिँ आज लु नि त, आज गरौँ न त, बेड चेन्ज गरौँ, भुइँमा ओछ्यान लगाऊँ भनेर चाहिँ दुईजनाले गरेको। के गरेको यो? अब नानी बामे सर्ने पर्खिने हुँदैछ, बेडबाट लड्छ नि, बेड निकालेर। लु है, यतिको मिहिनेत चाहिँ गर्नुपर्ने हुन्छ। बाउ भएपछि यतिको त गर्नु पर्यो नि अब, होइन? ल यो प्लास्टिक राख, हेर्दैछ यो हाम्रो हल्लाउनु पनि सक्दैन है। त्यसमा हालेर चाहिँ के गर्छौ सामान? फिलहाल पैकेजमा यसमा हाल्यो, हाला हाला हाला, उहाँको हाल न, उहाँको देऊ त्यो मलाई, म निकाल्छु, म हाल्छु। देवीडङ्गा हाल्न बस्छु होला अब म पनि। सेल सेल अन्त त हो आयो 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 के राम्रो दिएको, एउटा कम्पार्टमेन्टमा ठिक्क राम्रो गरेको आउँदैछ। बोटल है त्यसको लागि मैले देखेको नि त, लिएर भइहाल्यो युज गरेको त्यति बेला। जाउँछ अहिले हाल्नु लाग्छ। एउटा बेड चाल्नु लागि चेलीले यो नि खास है तरिकाको गर्नु। छुरी लिएर चाहिँ कहाँ अन्त त्यस्तो गरेको त? बाउ हेर फेरि कसरी एक्चुअल हो, माइ गड। बेड निकालेर अब भुइँमा
यसरी अब यहाँ कति बामे सर्दा पनि रोल हुँदै हुँदै रोल गर्दा गर्दा यताउता गर्नु सक्छ त्यसले रिक्स छैन नि त लड्यो भने टाउको खुर्सायो भने किनभने रिक्स छैन अहिले त बेडमा त आमा हौ के बनाउँछ पहिला बेड चेन्ज गर्नु छ त्यो निन्दा लागेछ बिचारो सुत्यो मेरो नानी नि मच्छर आउँछ मच्छर लाउनु पर्यो नि गाई जाई आओ जाओ क्यारेट लिनु जाओ ऊ क्यारेट पक्रा नि यो यो लिनु आऊ आऊ छिटो बाटी छ नि छुनु आँटिसक्यो छुयो पनि भेट्यो अम्बो बाबा छ नि यस्तो भेट्नु आँट्यो पक्को बहिनी छिटो ताली बजाऊ गाजरको मस्त भएर खुट्टालेर सारेको यस्तो खेल्यो भने त थाक्छ नि निकै खेल्नु दिनुपर्छ खेल्नु दिएर सुताउनु पर्छ ऊ चाहिँ अल्छी मान्छ कि यसरी हेरिबस्नु छेउमा अन्त पुग्यो होला यहाँको ब्ल्याङ्केटहरू खै सबै त सबै भित्र वरिपरि राखिदिएको छु नि त्यो तोसक लाग्यो होइन त उता बाटोमा हाल्नु त्यो ब्ल्याङ्केटहरू हेर ए यसरी खेल्छ नि त यसरी खेल्नु भन्छ नि त उता अन्त उसको बाँदर हो उसको युनिकर्न पनि छ होइन युनिकर्न छ भालु छ कुकुर उसको फेभरेट कुकुर त यो है उसको फेभरेट हो नि कुकुर आइज छिटो आइज छिटो आऊ छिटो आऊ ल काम ल बाबाले फोन खेलाउँदैछ नि यसो गर्छ बाबा पैसा मति दिन्छ ऊ सर्छ भामे हौ त्यहाँ तानी त नि आउँछ अगाडि हेर्नु यतिको चाहिँ चट्टो छ यार च्यातर तानी त नि आएको चट्टो नि ब्ल्याङ्केट तान्छ अघि उयो मरि तानिरहेको छ ब्ल्याङ्केटहरू छिटो आऊ छिटो आऊ गाजर हेर गाजर देख्यो अब गाजर कि फोन कि गोली यसरी थप हुन्छ आज पार्टी किति हेर्दै हाँस्दै के खाने बेलुका आज बिहान के खाने दिउँसो के खाने हेर उभिएर उसले हेरेको फेरि लड्यो
बेडसिट अन्त लाग्यो नलाग्यो एउटै पार्यो त कहाँ बहिनी त्यो राम्रो भयो टाउको ठोकिँदैन है हो पछाडि लगाएर लगाउने अघि फुल्नु गर्दा त्यहाँ पुगिसकेको थियो पुग्छ भन्नु कहाँ कहाँ पुग्छ कोही यहाँ पुगिरहेको हुन्छ है अब त फेरि नि घुम्छ नि बुल्डुङ लाडो हक्कै भइदियो नि त अबि मऱ्यो ताली बजाऊ गीत सुनेर ताली बजाऊ गोलो गोलो घुमा कस्तो मिठो मिठो यहाँ छ बहिनी छिटो अब ब्रेक लाग्यो एक नम्बर हाल लड्यो उठ्यो एक नम्बरमा अलिक उकालो तान्छ एक नम्बर हाल बहिनी yes come to papa आइज yes छिटो आऊ बिचारा कति खेल्यो अन्त आहाई बहिनी आहाई गर्दैन छिटो छम्मा गरिदेऊ न छम्मा अरे बहिनी छम्मा नखेर न खेलिरहेको छ छम्मा फानी छम्मा खै छम्मा गरेको छिटो हात त हल्लाइदेऊ न बहिनी छम्मा आहाई गले घुमा गीत सुनेर गले घुमा कम्बर हेलो है आहाई बस्नु नमानेको न यहाँ छम्मा बहिनी छम्मा बहिनी ब्यालेन्स गरेर बस अब बस्छ है बहिनी कसरी बस्छ यसरी ए होइन उभिन्छ अरे आहाई यस अब छिटो कम बहिनी माइरा कम छिटो ममा भन्नु यसरी आइज लु आइज यसरी माइरा तिमी सिकाउन यसरी सर्नु बिस्तारी यसरी नानी हेरी मैले यता फर्किन हो अब कुनै रिस्क छैन नि मजाले नानी भुइँमा खेल्न सक्छ ढुक्कै भयो अब कोहीलाई आमा किचनमा बिजी हुन्छ त्यति बेला अब नानी सुतिरहेको अचानक उठेर झर्छ भन्ने रिस्क पनि हुँदैन ढुक्कै भयो आमा त्यसलाई खेल्नु मजाले पायो नि अब त